कसरी इतिहासमा दलित र बहिष्कृत समुदाय जस्तै आदिवासी, जनजाति, थारू, मधेसी आदिलाई सत्ता शक्ति र पहुँचबाट टाढा राखियो। राज्य सत्ता र समाजले उनीहरूमाथि कसरी विभेद र अन्याय गरे, यी सबैको जिम्मेवारी कसले लिने? अहिलेको सरकार र समाजले यो सबै अन्याय र भेदभावको जिम्मेवारी लिन्छन् कि लिँदैनन्? नेपालको इतिहासभरि हरेक कालखण्डमा जस जसले शासन गरे सबैले यी समुदायहरूलाई हेप्ने काम गरे, दमन गर्ने काम गरे। चाहे त्यो लिच्छवी काल होस्, मल काल होस्, शाहकाल होस् या राणाहरूको झन्या शासन होस्। यति मात्र होइन, समुदायमा भएको भेदभावहरूलाई यी शासकहरूले संस्थागत गर्ने काम गरे। चाहे लिच्छवी वंशले ल्याएको मनुस्मृति होस्, जयस्थिति मलको मानव न्यायशास्त्र होस् या जङ्गबहादुर राणाको मुल्की ऐन 1910 होस्। र यो सबै समाजमा भएको विकृतिलाई रिजिड बनायो र समाजमा भएको विकृतिलाई समाजबाट उठाएर सत्तामा ल्यायो र यसरी भेदभाव र छुवाछुतलाई प्रोत्साहन गरी संस्थागत गर्ने काम गर्यो। देशमा लोकतन्त्र स्थापना भएपछि धेरै सुधारका कामहरू पनि भएका छन्। नेपालमा सकारात्मक विभेद अफर्मेटिभ एक्सनको अवधारणा ल्यायो, जसमा नीति बनाएर केही हदसम्म लागू गर्ने काम पनि गरियो। संविधान वा समावेशी समानुपातिक प्रणालीको व्यवस्था गरियो। तैपनि ऐतिहासिक रूपमा भएको भेदभावको परिणाम, दमनको परिणाम अझै पनि देखिन्छ। नेपालमा लगभग 14% जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व अहिलेको प्रतिनिधि सभामा हेर्ने हो भने 6% मात्र छ। भन्नुको अर्थ 14% जनसङ्ख्या र 6% प्रतिनिधित्व, आधीभन्दा कम। र यसमा पनि एउटै जातिको बहुल्यता देखिन्छ र करिब 5% जनसङ्ख्या भएको मधेसी तराई दलितको प्रतिनिधित्व शून्य। प्रतिनिधि सभामा या भनौँ संसदमा एउटा पनि मधेसी दलितको नामो निशान छैन, एउटा पनि मधेसी दलित छैन। भनेको 5% जनसङ्ख्याको प्रतिनिधित्वै छैन। र दलित समुदायको साक्षरता दर हेर्ने हो भने 67% र यसमा पनि मात्र तराई मधेसका दलितहरूको साक्षरता दर हेर्ने हो भने 51% साक्षरता दर मात्र छ। भन्नुको अर्थ 100 वटा मध्ये 49 वटा दलित, करिब आधी दलित निरक्षर छन्। 5 देखि 25 वर्ष उमेर भएका दलित युवाहरूलाई हेर्ने हो भने करिब 13% युवाहरू विद्यालय जाँदैन, मतलब विद्यालय गएकै छैन। र यसमै मधेसी तराई दलित बालबालिकाको कुरा गर्ने हो भने यही समूहका बालबालिका लगभग 28% विद्यार्थीहरू स्कुल पुगेकै छैनन्। त्यसैले राज्य र समाजले यी सबैको जिम्मेवारी लिई क्षमा याचना गर्ने भनेको एकदमै सकारात्मक कुरा हो, तर यतिले मात्र पुग्दैन। यसमा नीतिगत सुधार गर्नुपर्छ, कार्यक्रम ल्याउनुपर्छ र यस्ता खालको कार्यक्रमहरूलाई, सुधारात्मक कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ। बल्ल कहीँ न कहीँ सकारात्मक सुधार देखिन्छ।